नमस्कार, आज म बनाउँदैछु नेपालीको मनपर्ने लोकल डोनट। यसको लागि चाहिने सामग्रीहरू मैले अलिकति दुध लिएर त्यसमा मैले मनतातो पानी राखेर इस्टलाई भिजाउन राखेको छु। इस्टलाई मैले 10 मिनेट जति भिजाउन राखेको छु। हजुरहरूले यत्तिकै इस्ट र मनतातो पानीलाई मजाले घोलेर राख्न पनि सक्नुहुन्छ। अनि त्यसमा मैले थोरै नुन पनि राख्नुपर्छ। अनि त्यसपछि हजुरसँग घिउ तेल जे छ 2 चम्चा जति राखेको छु मैले चाहिँ यतिको लागि। अनि त्यसलाई मजाले मिक्स गरेर छोडिदिएँ। 10 मिनेटपछि मैले हेरेँ यो चाहिँ मजाले फुलेको छ। अनि मैले चाहिँ मैदा लिएर त्यो मैदामा अघि मिसाएको इस्ट र तातो पानी दुधलाई हालेँ। त्यसपछि चिनी पनि राखेर मजाले यसको डो गराउनुपर्छ। यसलाई चाहिँ हामीले रोटी मुछे जत्तिकै गरेर मजाले जतासुकै यसको नुन चिनीहरू इस्टहरू लाग्ने तरिकाले पानी थोरै थोरै हाल्दै मुस्नुपर्छ। हजुरहरूले पानीको सट्टा दुधमा पनि मुस्न सक्नुहुन्छ, तर दुध चाहिँ अनिवार्य हुँदैन। मैले सुरुमा राखेको थिएँ दुध, त्यो पनि अनिवार्य हुँदैन। छैन भने नराख्नु होला, छ भने अझै सफ्ट हुन्छ राख्नु होला। तर हामी लोकल जुन हामीले खान्छौँ नि बजारमा बाहिर, त्यसमा चाहिँ राखेको हुँदैन। अनि हाम्रो डो चाहिँ यत्तिको मैले भिडियोमा देखाए जत्तिको गरेर गिलो गिलो गराएर मुस्नु होला। त्यसपछि यसलाई मैले 3 घन्टा जति राखेको छु। हेर्नुहोस् त यो कस्तो मजाले फुलेको छ। अब मैले हातमा तेल लगाएँ। तेलको सट्टामा पानी पनि लगाउन सक्नुहुन्छ। हजुरसँग जे छ त्यही लगाउनु होला। त्यसपछि हेर्नुहोस् त तान्दाखेरि कस्तो हुन्छ नि, यस्तो लचिलो टाइपको एकदम रोटीको जस्तो चाहिँ नै तान्दाखेरि नछुट्योस्। अनि त्यसलाई चाहिँ मजाले माडिदिनुहोस् एकचोटि। अनि हेर्नुहोस् त मैले भिडियोमा देखाएको जस्तै गरेर तान्नुहोस्। यत्तिको बनेछ भने हजुरको डोनट एकदम हुन्छ नि लोकल टेस्टको बन्नेछ। त्यसपछि आफ्नो साइज अनुसार हजुरलाई ठुलो चाहिन्छ कि सानो चाहिन्छ लिनुहोस्। सानो रोटीको लागि लिने टुक्रा जस्तै हातमा छोटाएर लिएर अनि त्यसमा बिचमा प्वाल पारेर एउटा भाँडामा राख्नुहोस्। त्यो चाहिँ गराउँदै राख्दै गर्न पनि सकिन्छ, तर त्यो चाहिँ टाइम लाग्छ नि त। हजुरले गराएर अनि मजाले ठुलो ठुलो प्वाल चाहिँ ठुलो ठुलो गराउनु पर्ने हुन्छ बिचको। हजुरले एकदम ठुलो प्वाल गराउनु भयो भने पाक्दै जाँदा फेरि त्यसमा आफ्नो साइजमा आएर सानो बन्छ। हजुरले सानो गराउनु भयो भने चाहिँ त्यो चाहिँ एकदम सानो बन्छ। त्यसैले यसको बिचमा चाहिँ प्वाल अलि ठुलो ठुलो गराएर राख्नु होला। त्यसपछि एउटा प्यानमा हजुरले तेल तताउनुहोस्। मजाले तेल खराएर मैले हजुरलाई भिडियोमा देखाए जस्तै ठुलो ठुलो बिचमा प्वाल पारेर हजुरले राख्नु होला। यसलाई पकाउँदा चाहिँ एकदम ठुलो आँचमा पनि नपकाउनु होला। ठुलो आँचमा पकाउनु भयो भने चाहिँ यो डढ्छ, भित्र काँचै हुन्छ। सानो आँचमा नपकाउनु होला। सानो आँचमा पकाउनु भयो भने चाहिँ यो चाहिँ साह्रो हुन्छ। एकदम कुरुङ कुरुङ चबाउन नसकिने चाम्रो हुन्छ। कुरुङ कुरुङ त होइन, चाम्रो हुन्छ। अनि डोनट राख्दाखेरि चाहिँ एकदम नजिकै नजिकै गरेर पनि नराख्नु होला। यो फुल्लिँदै जान्छ आफैमा। त्यही भएर यसलाई चाहिँ साइज चाहिन्छ। यदि सानो प्यान छ भने एउटा दुईटा हाल्नु होला। एकदम सानो छ भने एउटै राखेर पकाए पनि हुन्छ। तर हजुरसँग ठुलो प्यान छ भने हजुरले त्यसमा 4-5वटा 6वटा राख्न सक्नुहुन्छ। अनि यो डोनटलाई उल्टाइ पुल्टाइ गरेर पकाउनु पर्छ। 2 चोटि उल्टाइ पुल्टाइ गरे नि हुन्छ। अलि धेरै तेल राखेर, मैले चाहिँ तेल थोरै राखेको छु अलिकति, त्यही भएर यसलाई म उल्टाइ पुल्टाइ गरेर पकाउँदैछु। हजुरहरूले पनि घरमा यसरी नै एकचोटि बनाएर खानुहोला। यो बनाउन एकदमै सजिलो हुन्छ। ल हेर्नुहोस् त फाइनलमा यो पाकिसकेपछि मेरो डोनट कस्तो भयो। यो देखेपछि चाहिँ हजुरहरूलाई पनि गरम गरम लाग्यो होला। यति सजिलै पनि डोनट बन्छ र जस्तो लाग्यो होला। यो डोनट बनाउनको लागि न त कुनै महँगो सामग्री चाहिन्छ न त ओभन नै चाहिन्छ। हाम्रो घरमा सधैँ खाना बनाउने भाँडाहरूमा र हामीले सधैँ खाने
सामग्रीहरूबाट नै सजिलै बन्छ र मैले फाइनलमा हेर्नुहोस् मैले डोनटलाई निकालिसकेपछि यस्तो राम्रो भएको छ यो डोनट एकदम सफ्ट एकदम हुन्छ नि हामी बाहिर खान्छौँ नि किनेर बजारको किनकि बजारमा हामीले खाने पनि यही तरिकाले नै बनाएको हुन्छ त्यस्तो कुनै विशेष सामग्री हालेको हुँदैन यसरी नै बनाएको हुन्छ त्यही भएर यही तरिकाले हजुरहरूले पनि घरमा बनाएर खानुहोला हजुरलाई मेरो भिडियो मन पर्यो भने मलाई सब्स्क्राइब गर्न नबिर्सिनुहोला अन्तिमसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद।